सोचेको थिएँ 90 दिनसम्म निरन्तर गर्न सजिलो होला, तर 14 दिनमै थाहा भयो कन्सिस्टेन्सी भनेको सजिलो कुरा होइन रहेछ। वेलकम ब्याक टु माई 90 डेज च्यालेन्ज डे 14। आज पनि बिहान उठे, तयार भए अनि फेरि त्यही रुटिन सुरु भयो। काममा जाने बाटोमा सोच्दै थिएँ हरेक दिन एउटै रुटिन एउटै काम, तर गोल एउटै छ भने जर्नी रोक्नु हुँदैन। काममा पुगेपछि सिधै बिजी भइहाल्यो। आज पनि कामको प्रेसर थियो, तर पनि बिचबिचमा साना मोमेन्ट्स इन्जोय गर्न चाहिँ छोडेको छैन। कहिले काहीँ त भिडियो नबनाउँ जस्तो पनि लाग्छ, कहिले मोटिभेसन पनि हुँदैन। तर एउटा कुरा चाहिँ याद गर्छु, म यहाँसम्म आइपुगेको पनि हरेक दिन अगाडि बढेर नै हो। दिनभरिको काम सकिँदा शरीर त टायर्ड थियो, तर मनमा चाहिँ एउटा छुट्टै सेटिस्फ्याक्सन थियो, किनकि आज पनि एउटा दिन कम्प्लिट भयो। डे 14 डन। अझै 76 दिन बाँकी छन्, तर साँच्चै भन्दाखेरि जर्नी अझै लामो छ। तर अब पछाडि फर्किने होइन, सानो प्रोग्रेस भए पनि हरेक दिन प्रोग्रेस नै हो। त्यसैले डे 15 मा फेरि भेटौँला। तपाईहरु पनि आफ्नो गोलको लागि काम गर्दै हुनुहुन्छ भने डोन्ट स्टप, जस्ट किप गोइङ। अनि तपाईहरुलाई यस्तै भिडियोहरु हेर्न मन पर्छ भने मलाई फलो गर्न नबिर्सिनु होला। अनि जसले मेरो डे 14 सम्मको भिडियो हेरिदिनु भएको छ तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद। अनि जसले पनि मेरो भिडियोहरु पहिलो पटक हेर्दै हुनुहुन्छ त हजुरलाई पनि स्वागत छ मेरो भिडियोमा। अनि हजुरहरुले मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ तपाईहरुले कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला। अनि हजुरहरुलाई आजको मेरो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्न नबिर्सिनु होला है त। भोलि फेरि डे 15 मा भेटिनेछौँ। त्यतिन्जेलसम्म थ्यांक यू सो मच फर वाचिङ।